सो वन्स सेकेन्ड फेरि पनि तपाईँलाई स्वागत छ नयाँ भिडियोमा होइन गाइस है फटाफट हेरिदिउँ राइजिङ बोइसको नयाँ भिडियो रिलिज गरेको रहेछ होइन यो भिडियोलाई साथमा बसेर रियाक्ट गरिदिउँ गाइस है बेबीलाई अगबरी खानु मन लाग्यो म छु त अनि किन टेन्सन लिन्छौ भक्तिको चाहिँ खतरा लाग्छ युएसए मा अगबरी पाउँदैन कसरी पाउँदैन म हुँदा हुँदा सबै कुरा पोसिबल छ अनपोसिबल कुरा केही छैन तिम्रो लागि त म युएसए मा दोकान सार्दिन पनि सक्छु साथै कहाँबाट हेर्नु रहेछ प्लिज कमेन्टमा भन्नु पर्यो के तपाईँलाई भिडियो कस्तो लाग्छ है के लाग्छ अलिक हुने कुरा गर न हौ भाइ पन्नुवार चाहिँ 2 रुपियाँको ढका जस्तो बोकेर त्यस्तो मान्छेले युएसए मा दोकान खोल्दिने फ्याराक्टी खोल्दिने अहिलेसम्म भक्तिको फ्रेन्ड्सहरू कहाँ छ है प्लिज है गाइस कमेन्टमा सेयर गर्नु पर्यो ल तँलाई चाहिँ के भयो भाइ अलिक हुने कुरा गर्न अन्त अलि सुराल फुकाल्यो भने कटुङ दुलो परेको होला त्यस्तो मान्छेले युएसए मा दोकान छ हिस्ट्री खोल्दियो त मुन्टे यसो बनाएर टकटकाउँदाखेरि धुलो पनि झर्दैन होला धुलो पनि कुनी पो त्यस्तो मान्छेले युएसए मा दोकान छाड्दिने फ्यारेक्टी खोल्दिने अलिक हुने कुरा गर हौ जसको गर्लफ्रेन्ड छैन त्यही बाठे हुँदो रहेछ पर्सनल चाहिँ नादा चित्रे रे के भयो नाम पनि बोल्यो यार यो अहिले चाहिँ बेटा गर्छ भक्तिकोबाट मैले तेरो पर्सनल बारेमा बोल्ने के पर्सनल चाहिँ नागाई भाइ मन दुख्छ मेरो नाजाई पर्सनल चाहिँ बुझिस् पर्सनल चाहिँ नाजाई साह्रो छ पर्सनल जानु पनि पर्सनल चाहिँ नाजाई त्यसै डन होइन भक्ति गाइस है तिमी एक्लै बजार ननिस्को है किन तिमीलाई देखेर केटाहरू दिवाना भयो भने अनि म चाहिँ कसरी भयो त तिम्रो एउटा मान घिन लाग्दो बेहोरो छ है तिमी साह्रै मजाले हाँस्छु तिमी के मलाई तिम्रो हात एकपल्ट पक्रिनु दिन्छौ अनि मलाई मेरो केटाहरूले करेन्ट पक्रिनु सक्दैन भन्छ नि त के माया गर्नु ठिक हो अनि मलाई तिमीसँग भयो भने के गल्ती त होइन होला नि तिमी एक्लै घरतिर नबस है बेबी अनि फुल एक्लै हुँदाखेरि भमराहरू पुरा आउँछ अरे के लाग्दो भन्छ त साला त्यो के अरे उयो दसैँमा त्यो भाइटिकामा के पो फुटाउँछौ ओखर जस्तो केटी साला त्यो हाँस्दाखेरि चाहिँ को पटिन्छ तोही मात्र पटिन्छ साला खरबुजा अनि त्यो के अरे ओखर जस्तो केटीलाई छुँदाखेरि करेन्ट लाग्ने तेरा केटी बत्तीको मिटर हो तेरा केटी बत्तीको मिटर हो झ्याक्ने फुलहरू आमामा फुल तेरो केटी फुल होइन भाइ चितेपाती जस्तो छ चितेपाती बुझिस् के चल्छ रे लौडोमा चाहिँ खानतेल दलेर ले त त्यसलाई अलिकति छिटो बम्पक राख्छ खोइ कहाँ ल यदि गर्छ बाउले के एक्टिङ कडाइ छ यार भक्तैको त यार अब यसले भेटायो होला कन्टेन्ट चाहिँ दामी निकाल्छ त राइजिङ बोसले बेबी मलाई त आजकल के भएको तिम्रै यादहरू खालि आइरहन्छ भक्ते नगर्न भन्छु छोड हुने कुरा गर्नु पर्दैन हुने नगर भनेको बम्बुक लिएर बसिरहेको रहेछ बाटोमा हिँड्दा पनि तिमीलाई नै देख्छु तिमीलाई नै देख्छु उड्दा पनि तिमीलाई नै देख्छु हग्दा मुद्दा तिमीलाई नै देख्छु यो के भएको मलाई
बस हौ गाँठे हौ मर्छ है भाइ हौ एकछिनमा कल गर्छु अब त मलाई यस्तो लाग्नु थाल्यो कि म त तिमी बिना बाँच्न सक्दिनँ हौ अहिले त सबै केटीको मुहारमा खालि तिम्रै रूप मात्रै देख्छु तिम्रै मुहार देख्छु तिमी नै जस्तो लाग्छ सबै केटीको रूपमा तिम्रै मुहार मात्रै देख्छु एकछिन फोन राख्दा एउटा कुरा भनौँ के भनौँ भन सबैतिर केटीकै मात्रै मुहार देख्छु छैन यहाँ हेर त तेरो केटी देख्छु होला यहाँ पनि हेर न मजाले हेर देखि तेरो केटीको मुहार देखिस् भने ए तँहरूले पनि चारै दिशा तिमीहरूकै केटीहरूको मुहार देख्छस् भनेको होइन ल तँ पनि हेर तँ पनि आज हेर देखिस् मुहार देखिस् राम्रो रहेछ कि खोलेर देखाउँ देखिस् तैँले देखिस् होइन तैँले पनि देखिस् होइन देखिस्